तैँले कसैले केही नराम्रो भनेको थिइस्? खै गुरुबा जानी अनजानमा केही भने कि लायो 5 चोटि आफ्नो नाम मनमा जपेर 5 किलोमिटर टाढा जङ्गलमा लगेर फाल्दिस्। र अन्तिम कुरा, जति जे भयो भने फर्केर चाहिँ हेर्ने काम नगरोस्। ल त्यो फालिस भनिसकेपछि यो बानेस्। ओ सुन न, त्यस्तो पनि बाबा हुन्छ र? न साइडमा कङ्काल थियो न खरानी थियो, केही थिएन। म त त्यस्तो मान्दैन है। तँ पनि नगाबै हुन्थ्यो बरु। होइन यार म त मान्छु यार, म त विश्वास छ, म त मान्छु यस्तो कुरा। फर्केन रहेछ है। यसको घर त यतातिर हो त, कहाँ यता जग्गा छ त? आज हामी आछौँ उता हाम्रो चर्चित भुतिया हवेलीमा। मसँग चाहिँ यो पागल है हेर्न, अनुहार पनि पागलै जस्तो छ। हामीले सुनेको थियौँ कि यहाँ भूतहरू पाइन्छ भनेर। अब हेरौँ के हुन्छ। ओए छिराइ जा। ओए मलाई त यहाँ आज जस्तो लाग्छ यार। त्यही भन्न, तर चन्द्रमा पनि पुग्छ अहिले। छिरा, यो हाम्रो भुतिया हवेली टक्क लाएर यो चाहिँ हामी प्रवेशद्वार। हामी गयौँ। पागल गर्दो छिराइ जा। अनि गाइस यो चाहिँ हाम्रो हवेली देख्न चाहनुहुन्छ सक्नुहुन्छ। कड्डा चिस्के नडरा म छु त यार। छस खोप त, अस्ति त झाँक्री हुने गएको थियो। ल गाइस हामी चाहिँ भुतियाको सब हेरिसक्यौँ। यहाँ चाहिँ भूत रहेनछ। ओइ पागल त्यो झ्याल खुल्ला थियो र अघि न? थाहा छैन मलाई। के भयो बालिके, त यो बाबा हुने किन आइस्? बाबा, हजुरले मलाई त्यो फालेपछि फर्केर नहेर्ने भन्नुभएको थियो, तर हजुरको कुरा मैले मानेन। पछाडि फर्केर हेरेँ, त्यो दिनदेखि मलाई सपनामा के आइरहेको छ मैले थाहा पनि पाउन सकिरहेको छैन। मलाई केही कुराले पछ्याइरहेको जस्तो पनि लाग्छ। फर्केर हेर्दा तैँले आफ्नो बाटो मात्र हेर्नु, तैँले आफ्नो अस्तित्व देश केटी। ल यो रुद्राक्ष यसलाई कहिले पनि नफुकालेस्। यो रुद्राक्ष छोडा के कस्तो नराम्रो देखिया छ तँलाई। नछोडाउने भन्थ्यो र छोडाउने हो र? यस्तो कुरामा पनि विश्वास गर्छस्, अन्धविश्वासमा विश्वास गर्छस् तैँले? आजभोलिको जमानामा नि छोडो चाहिँ छोडा छोडा। त जाँदै गर, म वासरुम गएर आउँछु है। ल छिटो गरेर आइज है। ल हाम्रो गेट टुगेदर भएको बेलामा एउटा फोटो खिचौँ न त। ल अनि अस्ति त स्कुलमा कहाँ गइरहेको थिइस्? घर नगएर कहाँ गएको हो? बोयफ्रेन्डलाई भेट्नु हो क्या हो? कहाँ गएको थिएँ र म? थाहा भएन मैले त। होला नजिस्का न, थाहा पाएन मैले साँच्चीकै। ल हुन्छ, अब टाइम भइसक्यो। अब पछि भेट्दै गरौँ ल। अहिले चाहिँ जाम गर है। ल जाम न त अब। बाई बाई बाई। ल त पागल कहाँबाट आइस त्यति? आइज ठ्याक्क फोटो हेर्न लाएको थिएँ। आइज बस न, फोटो हेरौँ।